हेलो 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 साथीहरु नमस्ते सबैजनालाई स्वागत छ यी सरगम अफिसियल युट्युब च्यानलमा। अनि त्यसपछि हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु हैन। मैले चाहिँ आज धेरै टाइम पछाडी भिडियो लिएर आछु है साथीहरु। अनि त्यस्तै हो, टाइम मिलिरहेको थिएन, त्यही भएर मैले चाहिँ एकदम भिडियोहरु बनाइरहेको थिइन। अनि त्यसपछि आज चाहिँ म धेरै टाइम पछाडी भिडियो लिएर आउँदै छु साथीहरु। अनि आज चाहिँ के भने यहाँ चाहिँ बेलुकाको 5 बजे सकिसक्यो। अनि आज चाहिँ यहाँ जापानको मौसम एकदमै धेरै गर्मी भइसकेको छ, बाहिर निस्किनै सकिँदैन। अनि त्यही भएर चाहिँ दिनभरि घाम लागेको थियो। अनि बेलुकी भएपछि चाहिँ बाहिर निस्किन्छु अनि भिडियो बनाउँछु भनेर सोचेको थिएँ। अनि साथीहरु त्यही भएर चाहिँ म चाहिँ अब अहिले चाहिँ यहाँ साइकल निकालेर रेडी भइसकिसकेँ। अब म चाहिँ कपडा पसलमा जान्छु, मलाई अलिअलि कपडा लिनु छ। अनि त्यहाँ कपडा पसलमा जान्छु अनि सब्जी पसल पनि जान्छु। अनि अर्को एउटा ह्याक्वेन सप भन्ने हुन्छ यहाँ जापानमा चाहिँ, जे किने पनि 100 रुपियाँमा आउने। अनि म त्यहाँ पनि जान्छु, हल्का 1-2 क्लिपहरू के सामान लिनु छ, अनि म त्यहाँ पनि जान्छु। अनि त्यसपछि लास्टमा चाहिँ दिदीको रुममा पनि जाने काम छ, अनि म त्यहाँ दिदीकोमा पनि जान्छु होला सायद। अनि म के गर्छु, कहाँ जान्छु त्यो सबै हजुरहरूलाई देखाइहाल्छु सकेसम्म त है। अनि त्यसपछि तपाईहरु हेर्दै गर्नु होला, मेरो भिडियोलाई माया गरिदिनु होला हैन। अनि त्यसपछि म अब अहिले डाइरेक्ट गएर चाहिँ ब्याङ्क जान्छु। अनि ब्याङ्क गएर पैसा निकालेर सुइया म पसलतिर जान्छु क्या, किनकि 8 बजे चाहिँ सबै पसलहरू बन्द भइहाल्छ। उता सब्जी पसल त 7 बजी नै बन्द हुन्छ, त्यही भएर सोचिरहेको छु कि पहिला सब्जी पसल गएर अनि सब्जी पनि लिएर अर्को पसल जान्छु होला सायद। त्यसो गर्दा चाहिँ मलाई फेरि एकदम भारी पनि पर्छ पढ्न चाहिँ, अब उकालोहरू पनि छ, त्यहाँ साइकलहरू डोडाउनु पर्ने साथीहरू। त्यही पनि के गर्नु त, टाइम मिल्दैन नि त। म अलिकति अगाडि निस्केको भए हुन्थ्यो हुन त, तर अब यहाँ घाम यस्तो लागेको छ, यस्तो घाम लागेको छ, कसरी निस्किने त हैन, गर्मीमा निस्किन सकिँदैन। त्यही भएर चाहिँ अब ढिलो नै निस्केको छु, सकेसम्म भ्याएसम्म सबै काम गरौँ भनेर सोचिरहेको छु। Please take all your items. साथीहरु अहिले चाहिँ म यहाँ सब्जी पसलमा छु है। सबैजना बोल्दैन नि त, यहाँ एकदम शान्त स्वभावका हुन्छन् सबैजना, त्यही भएर हल्ला गर्न मिल्दैन ल। सामानहरू मात्र लिएँ, अब बिल गरेर निस्किन्छु। हेलो गाइज है साथीहरु, म चाहिँ सब्जी किनेर पनि आइसकिसकेँ। अब सब्जी किनेर चाहिँ म कपडा पसलमा जाँदैछु हैन। अनि बन्द हुन्छ भनेर चाहिँ मैले सब्जीहरू चाहिँ लिइहालेँ हैन साथीहरु। अनि भरे फेरि बन्द भयो भने त कसरी लग्ने त भनेर अनि सब्जीहरू लिइहालिसकेँ। अब घर ढुक्क भयो नि त, यति भए। तर अब सामानहरू चाहिँ एकदमै धेरै भयो क्या, सामान धेरै भएपछि चाहिँ त्यो यहाँ साइकलबाट गाह्रो। अनि साथीहरू लास्टै गर्मी भयो कि साथीहरू, यहाँ गाडीहरू चाहिँ कति धेरै आएको कि यो ठाउँमा चाहिँ होइन। मैले सधैँ पनि भिडियो गर्ने गर्छु यहाँ आउँदाखेरि, किनकि यहाँ कति धेरै लाइटहरू छ नि त। अनि त्यही भएर मलाई चाहिँ यो ठाउँ चाहिँ कहिले पनि मिस गर्न मन लाग्दैन। अनि म जहिले पनि भिडियो बनाइहाल्छु कि मलाई एकदम रमाइलो लाग्छ यो ठाउँ चाहिँ, एकदम मिस गर्नै मन लाग्दैन क्या, यति धेरै लाइटहरू छ। त्यही भएर जहिले पनि कहिले न कहिले भिडियो चाहिँ बनाइहाल्छु कि। कति धेरै गाडीहरू आएको थियो, बल्ल गयो। अनि त्यही हो साथीहरू, अब म त्यहाँ कपडा पसलमा गएर चट्टसँगले कपडाहरू छानिहाल्छु। अनि त्यस पछाडि दिदीको रुममा जान्छु, हेर्दै गर्नु होला है त। बाई बाई। साथीहरू पसल चाहिँ आइसकिसक्यो ल, देख्न सक्नुहुन्छ। म अब त्यहीँ भित्र जानेछु अनि सामानहरू छान्छु। भेटेर आएको छैन कि साथीहरू, पातलो खालको ज्याकेट खोजेको, अब यो गर्मीमा लाउनेको लागि छैन कि। कहाँ छ अब यत्रो ठुलो पसल छ, कहाँ छ, कुन दुनियाँमा के सामान कहाँ राखेको छ भनेर यिनीहरूलाई नै थाहा होइन होला। देख्दिनँ भने प्रब्लम यही छ।
खोज्ने कि साथीहरू छैन कि कुन दुनियाँमा छ थाहै हुन्न साइज यो लक्ष्य एउटा के हो थाहा होइन तर साथी एउटा हाफ प्यान्ट खोजेको होइन एउटा पनि हाफ प्यान्ट पाउन सकिरहेको छैन मैले चाहिँ त्यो बच्चा बच्चीहरूको हाफ प्यान्टहरू चाहिँ छ होइन अब यहाँ मलाई चाहिँ बुढाबुढीहरू नुहाइदिँदाखेरि ओखुरमा बस्दाखेरि लाउने हाफ प्यान्ट चाहिएको खोजी मार्छु छँदै छैन अघि नै एउटा केटीहरूको लाइनमा त पाएको थिएँ होइन तर छोटो छोटो थियो कि अब त्यस्तो छोटो हाफ प्यान्ट लगाएर गयो भने त अनि बुढाबुढीको मात्र हाफ प्यान्ट चाहिँ छँदै छैन कि अब यत्रो ठुलो बहाल चाहिँ कहाँ छ खोज्दा खोज्दा म थाकिसकेँ झ्याउ पो लाग्छ मलाई त यस्तो खोज्दा खोज्दा त दिमाग चाहिँ खराब भएछ अहिले केटाको पट्टि किनेर लग्छु गाह्रो छ पाउँदैन कति खोजिसकिसक्यो साथीहरू यो मेरो लागि ठिक होला कि नहोला त लग्छु जसरी होस् साथीहरू कपडा चाहिँ छानिसकिसकेँ मैले होइन अब बिल गर्छु अनि बिल गरेर फर्किन्छु साथीहरू के भने होइन मैले चाहिँ अब त्यहाँनिर कपडा पसलमा गएर कपडाहरू चाहिँ टन्नै लिन चाहिँ होइन अनि मलाई चाहिँ खासमा विशेष गरेर चाहिँ एउटा हाफ प्यान्ट चाहिएको थियो त्यो बुढाबुढीहरू नुहाइदिनुपर्छ नि त अनि त्यस पछाडि नुहाइदिँदाखेरि कपडा चेन्ज गर्नुपर्ने हुन्छ अनि मलाई एउटा हाफ प्यान्ट चाहिएको थियो कि मसँग त्यो पहिला भएको हाफ प्यान्ट हल्का सानो भएको छ अनि त्यही भएर हाफ प्यान्ट खोजेको हाफ प्यान्टै भेटिनँ मैले तर अरूहरू कपडाहरू पाएँ अनि अरूहरू कपडाहरू टन्नै लिएर आएँ मलाई त्यही हाफ प्यान्ट चाहिएको थियो अनि कहाँ छ कि अब त्यत्रो धेरै कपडामा जति खोजे पनि नभेटिने क्या अनि टाइमहरू एकदम धेरै लाग्ने अनि फेरि मेरो अब भोलि बिहानै काम पनि छ अनि त्यही भएर अब पछि अनलाइन अर्डर गर्नुपर्छ होला बच्चा बच्चीहरूको हाफ प्यान्टहरू त टन्नै थियो अब बच्चा बच्चीहरूको हाफ प्यान्ट त ल्याएर के गर्नु यहाँ जापानिजहरूले थाहा भइहाल्छ अनि त्यही छोरी मान्छेहरूको पनि थियो लेडिजको पनि थियो छिन त तर एकदम छोटो छोटो थियो अनि अब त्यस्तो छोटो हाफ प्यान्ट लगाएर त कहाँ गाह्रो हुन्छ नि त होइन गाह्रो पार्नु भएन नि त साथीहरू होइन त्यही भएर मैले त्यो हाफ प्यान्ट चाहिँ ल्याएन त्यस्तो चाहिँ अब अनलाइन अर्डर गर्छु अनि भए अरूहरू बाँकी सामानहरू चाहिँ टन्नै लिएर आउँछु अनि अब चाहिँ म दिदीकोमा जान्छु होइन अनि दिदीकोमा त्यहाँ दिदीलाई पैसा पनि दिनु छ अनि दिदीकोमा गएर एकछिन भेटेर अनि फर्किहाल्छु भोलि बिहानै काम छ रुममा पुग्दाखेरि रात परिहाल्छ अब 7 बजिसकिसक्यो 7 मात्र होइन 7:30 भइसकिसक्यो अनि त्यही भएर अब म जाँदैछु यहाँ सामानहरू चाहिँ एकदमै धेरै भइसकेको छ साथीहरू होइन अनि फेरि यो ठाउँ त मिस गर्नु भएन नि त यो त मेरो फेभरेट प्लेस हो क्या त्यही भएर अनि यहाँ भिडियो पनि हाल्नु पर्यो भनेर भिडियो बनाएँ अब हेर्दै गर्नु है हेलो साथीहरू फाइनली रुम आइसकिसकेँ अनि त्यस पछाडि दिदीको रुम जान्छु भनेको थिएँ नि अनि आधी बाटो चाहिँ गएँ अनि फेरि अलिक नयाँ बाटो गइरहेको थिएँ कि अनि अलिक टाइम लाग्ने भयो अनि 7:30 भइसकिसकेको थियो अनि त्यही भएर फेरि भोलि बिहान मेरो काम छ कि त्यही भएर फर्केर आइहालेँ म चाहिँ अनि रुम आइसकिसकेँ भोलि बिहानै काम छ खानासाना पनि पकाउनु पर्यो टाइम लाग्छ नि त भिडियो सिडियो नि एडिट गर्नु पर्यो अनि साथीहरू क्याप किनेर ल्याएँ हेर्नुहोस् क्याप कस्तो देख्यो भन्नु होला होइन अब यहाँ जापान अब गर्मी बढिसक्यो नि त अनि घाम खतरा लाग्छ घाम खतरा लागेपछि त फेरि सबै डढ्छ कि अस्ति भर्खर साइकल बिग्रेर चाहिँ साइकल बिग्रेको थियो साइकल बिग्रेकोले गर्दाखेरि 10-15 दिन हिँड्दै काम गएको थिएँ कस्तो काली भइसक्यो अब क्याप किनेर ल्याएँ ठिकै छ जस्तो छ खै थाहा छैन ओफ लास्टै गर्नुभयो भने एसी लगाउँ क्या बेसी तिमी गर्छौ मन परी साथीहरू अब यो ड्रेस चाहिँ लगाइसकिसकेँ अनि त्यस पछाडि यो राम्रो लाग्यो है ज्याकेट लाउन परेन मलाई पातलो खालको ज्याकेट चाहिएको खासमा गर्मीमा लाउनको लागि ज्याकेट खोज्न गएको अब ज्याकेट पाएन अब यो पाएँ यही लिएर आएँ अनि त्यसपछि यसले यो शीतल पनि छ होइन साथीहरू अनि ज्याकेटको काम पनि यसले नै गरेँ
त्यही भएर मैले चाहिँ यो ल्याएर आएँ अनि यो क्याप पनि ल्याएको छु अब क्याप र यो लगाउन त कस्तो देखिन्छ जस्ट ट्राई ठिकै छ क्याप फर्स्ट टाइम हो मैले क्याप लगाएको चाहिँ अब म कहिले पनि क्याप स्याप लगाउने मान्छे चाहिँ होइन ल म चाहिँ अब यस्तो साइकलमा कुद्दै कुद्दै जाँदाखेरि अस्ति नै होइन एकचोटि हेरेर साथीहरू क्याप किनेको थिएँ होइन अनि त्यस पछाडि क्याप किनेको है अनि त्यसको साइकलमा यस्तरी लगाएर साइकल गुटुङटुङ कुदाएको त हावाले फुत्त झारेर त मान्छे चाहिँ पर अनि त्यस पछाडि साइकल चाहिँ के अरे मान्छे चाहिँ पर अनि क्याप चाहिँ पछाडि हरे क्या अनि त्यसपछि फेरि टिपेर लगाएँ फेरि पनि यसरी लगाएँ होइन अनि लगाएको फेरि पनि हावाले उडाएर लग्यो अनि लास्ट रिस उठेर आयो मेरो पालो त्यस्ता नाथे क्याप स्याप भनेर मैले त त्यहीँ क्याप स्याप फालिदिएर टाप दिएँ झर्ने अरे क्या मलाई रिस उठ्यो नि त अनि त्यस पछाडि मैले क्याप स्याप फालेर टाप दिएँ यो चाहिँ ठिकै छ कि खोइ यो पनि हावाले साइकल कुदाउँदाखेरि फुत्त बसेर उडाएर लग्यो भने थाहा छैन के गर्ने हो त्यो बेलामा तिमी हुन्छ ठिकै छ साथीहरू नवरिस होइन मिलाएर लगाउँला यहाँ कपाल सपालहरू चट्टासँगले बाँधेर बाटेर चट्टासँगले लगाउनु पर्छ नि त अनि त्यसपछि त राम्रो देखिहाल्छ यो यस्तो राम्रो लाग्यो कि मलाई एकदम सफ्ट पनि छ अनि त्यस पछाडि शीतल क्या हावा छिर्ने मजाले राम्रो छ है एकदम मन पर्यो नेक्स्ट वाला ट्राई गरेर देखाउँछु ल साथीहरू पक्नु अनि यो दुईटा यो त देखाउनु पर्दैन लगाएर देखाउनु पर्छ र साथीहरू पर्दैन नि तपाईहरु कति ज्ञानी हुनुहुन्छ यो किनेर ल्याए दुईटा हैन थाहा छैन ठिक हुन्छ कि हुँदैन तर ट्राई नगरिकन लिएर आएको के ट्राई गर्यो भने कस्तो टाइम लाग्छ अनि फेरि भरे मन नपर्न सक्छ बरु रुममै गरेर ट्राई गर्ने भनेर लिएर आए यो एउटा नेक्स्ट वाला यो साथीहरू माथि त ठिकै छ तल चाहिँ हल्का ठुलो भएछ तर पनि ठिकै छ नो प्रब्लम एडजस्ट गरेर लगाउँछु ठिकै छ त्यही पनि केही छैन चौवरी नेक्स्ट यो है साथीहरू सेम हो हैन बुट्टा पनि एउटै कलर पनि एउटै सेतो व्हाइट अनि त्यस पछाडि यो सबै सेम हो तर बुट्टाहरू यो पिङ्क वाला छ नि यो पिङ्क मात्र डिफ्रेन्ट छ पिङ्क हो कि पर्पल हो कि के हो थाहा छैन थाहा भएन मलाई साथीहरू भनिदिनु होला तपाईहरु आफै हो त्यो मात्र डिफ्रेन्ट हो अब दुईटा ल्याएपछि त्यतिले त गर्मी काटिहाल्छ नि त अनि चट्टासँगले क्याप लाउने अनि काममा गइहाल्ने कस्तो देखे साथीहरू भनिदिनु होला हैन राम्रो छ यो नि साथीहरू भनिदिनु न हो कस्तो हो के तपाईहरु त भन्नु नै हुँदैन के मलाई के भन्नु साथीहरू किन हो के नभन्ने बिच चुप्प लाएर बस्ने अनि त्यही हो साथीहरू अब यो ल्याइहाले दुईटा भइहाल्यो ठिकै छ त्यो एउटा जामा चाहिँ हल्का ठुलो भएछ त्यो पनि इट्स ओके कहिले कहिले लगाउला त्यो घरमा बस्दाखेरि लगाउला चट्टासँगले त्यही हो खुसी छु हैन साथीहरू अनि त्यही हो यो यसरी पो लाउने हो कि क्या हो कस्तरी लाउने हो क्या तिमी हुन्छ भने त म यसरी चाहिँ लाउँदाखेरि राम्रो देखिन्छ क्या हो साथीहरू मेरो खाइसामा एउटा मेरो कम्पनीमा एउटा बाजे हुनुहुन्छ अनि त्यो बाजेले चाहिँ अस्ति दुईचोटि लडेर टाउको फुटाए त्यो पनि मेरो काम परेको बेलामा फुटाउँछन् बुढाबुढीहरूले नचाहिने हरकत चाहिँ मै भएको बेलामा गर्छ अनि त्यस पछाडि यता टाउको फुटायो हस्पिटल लग्यो यता नि टाउको फुटायो हस्पिटल लग्यो अनि अहिले चाहिँ त्यसलाई त्यो बाबैलाई क्याप ल्याइदिएको छ हैन अनि क्याप लगा अनिवार्य भनेर अझ ढोकामा यत्रो लिस्ट पनि टाँसेको छ अनि बाबे जहिले क्याप यस्तरी लगाउँछ क्या यस्तरी अनि यस्तरी होइन कि यस्तरी लगाउनु पर्छ क्याप भन्छु नि यस्तरी लगाउँदाखेरि चाहिँ उसलाई नराम्रो लाग्छ अरे नराम्रो देखिन्छ भनेर जहिले पनि यस्तरी लगाएर भात खान अझ मलाई कम्ती आवाज उठ्दैन त्यो टाइममा चाहिँ साथीहरू अनि साथीहरू अर्को कुरा चाहिँ के भने नि मलाई चाहिँ हैन बाटोमा हिँड्दाखेरि अर्कै देख्छन् अरे यिनीहरूले मलाई हैन अनि त्यस पछाडि फेसबुकमा फेरि म अर्कै छु अरे अनि काममा अर्कै छु अरे होस् त तक्को अरे क्या मलाई अस्ति नै अनि त्यस पछाडि ल नि त ठिकै छ भनेर अनि म पनि सरगम देश
भनेको थिएँ होइन। ल त साथीहरू बाई बाई है। अनि त्यस पछाडि मेरो भात पकाउनु पर्ने छ होइन, भोलि बिहान बिहान काम छ। अनि भात नपकाएर बसेर तपाईँहरूसँग गफ गरेर बस्दाखेरि त मेरो भात पाक्दैन। 5:30 बजी त उठ्नु पर्यो मैले त होइन। अनि भोलि बिहान चाहिँ उठ्नै अल्छी लाग्छ मलाई चाहिँ। फेरि यो आज यो महिना चाहिँ यो मन चाहिँ एकदम बिहानकै मात्र काम राख्दैछ, यति धेरै बिहानको काम राख्दैछ। यस्तो हेप्छ नि मलाई, सायद मेरो अर्को स्टाफ पनि नहुन सक्छ भोलि, एक्लै पनि काममा हुन सक्छु म। हेर्नुहोस् मलाई यहाँ जापानिजहरूले हेपिसक्यो नि साथीहरू। आजको भिडियो चाहिँ यति नै साथीहरू, मेरो आजको भिडियो चाहिँ यति नै साथीहरू। मेरो भिडियो हेरेर इन्जोय गरिदिनु होला। जतिजनाले पनि मलाई मेरो भिडियो हेरेर मन पराइदिनुहुन्छ, माया गरिदिनुहुन्छ, सबैजनालाई धेरै धेरै धन्यवाद। अनि धेरै धेरै माया भन्छु। फेरि पनि मेरो भिडियो हेरिदिनु होला, मन पराइदिनु होला। मन परेमा यदि मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। आजको भिडियो चाहिँ यति भन्दै म बिदा हुन चाहन्छु। फेरि भेटौँला नेक्स्ट भिडियोमा साथीहरू। राम्रोसँग बस्नु होला। बाई 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 एभ्रिवान, गुड नाइट, शुभरात्रि।